welcome back again to my YouTube channel. ओइ भन्दाला तँलाई कस्तो लाग्यो? राम्रो लाग्यो मलाई त कस्तो मलाई नि याद सुन्न मन लाग्यो श्रेया गाइस मलाई पनि एकदम राम्रो लाग्छ श्रेया न्यायाधीश म त इधर बेस्ट न्यायाधीश अलवेज बेस्ट नै हुनुहुन्छ गाइस। अब चाहिँ अहिले चाहिँ हामी यसो मान्छे अधिवक्ताहरूलाई भेटाउँछौँ है त। आइज उहाँहरू चाहिँ मेरो पक्षको वकिलहरू हुनुहुन्छ। तपाईँहरूलाई कस्तो फिल भइरहेछ? आज हामीले मुद्दा जिताउनै पर्छ। त्यो मुद्दा चाहिँ जित्नुपर्छ है गाइस। दिन्छ हामीले पनि दिन्छौँ। अनि तपाईँहरूलाई कस्तो लागिरहेको तपाईँहरूलाई कस्तो फिल भइरहेछ? तपाईँहरू सायद यो महिला क्याम्पसको विषयको फर्स्ट नै होला। हाम्रो एक्साइटमेन्ट पनि देखेको थियो अनि तपाईँलाई चाहिँ कस्तो फिल भइरहेछ? भएको फाइदा फाइदा अनि तपाईँलाई मतलब तपाईँलाई कस्तो भइरहेछ त्यो महसुस? अलिकति डर लाग्यो त सबै ठिकै छ भने म्यानेज गरेँ। नाइस नाइस यस गाइस, तपाईँहरूले सुनिसक्नुभयो मेरो पोस्टहरू। तपाईँलाई कस्तो फिल भइरहेछ? चान्स कतिको छ हजुरहरूलाई मुद्दा यतिको कन्फिडेन्स मात्र उनीहरूको कथनमा मात्र उसमा छ नि त। हाम्रो अहिले कानुनी छ, कागजपत्रहरू छ सबै। अनि त्यसो भए उसले 2046को सहरी क्याम्पको जुन थियो त्यो कागजपत्रको आधारमै त उसले भ्रष्ट गरेको हो नि त उसलाई। द्याट्स द मेन पोइन्ट। या थ्याङ्क यू सो मच वसुन्धरा कुमारी शाह। हाम्रो अब हामी फर्स्ट टाइम तपाईँहरूले यो फर्स्ट टाइम सञ्चालन गरिदिनुहुन्छ अनि तपाईँले चाहिँ यहाँ आफ्नो स्टुडेन्टहरूले चाहिँ बहस गर्ने गरेको हेर्दाखेरि पहिलो ब्याच हो महेन्द्र गौरी क्याम्पस धरानको पहिलो ब्याच हो जो तेस्रो सेमेस्टरमा तेस्रो सेमेस्टरमा नियमित रूपमा यो मुटफुटको अभ्यास हुनुपर्ने होइन। तर विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्नु लागि र विद्यार्थीले अलिकति इन्टरेक्टिभ व्यावहारिक नलेजलाई आफैले आत्मसात गर्न सक्छ भने यो जुन सुरुवात गरेको छ बिएलओबी एसोसिएसनले त्यसका लागि धन्यवाद दिन्छु। र यो सुरुवातले चाहिँ पछिल्ला ब्याचका विद्यार्थीहरू आउँछन्, उनीहरूको लागि ऊर्जा प्राप्त हुन्छ। अहिलेका विद्यार्थीहरूलाई चाहिँ पछि जुन नियमित कोर्समा अनिवार्य छ कोर्स चाहिँ 6औँको सेमेस्टरतिर चाहिँ यो अनिवार्य विषय हुन्छ। त्यति बेला चाहिँ यसले अझ सहजता प्राप्त गर्छ। अहिले चाहिँ सिक्न भन्ने भन्ने क्रममा त्यसै हुनसक्छ। सुरुवात गर्दाखेरि कसरी गर्ने के गर्ने भन्ने अलिकति अन्य हुनसक्छ। तर यस्तो अभ्यासहरू गर्दै मुटको अनिवार्य विषयको रूपमा त्यति बेला त्यो एउटा ढङ्गले गर्न सक्ने ज्ञान सबै प्राप्त भएको अवस्था हुनेछ भन्ने दिएको छु। र अर्कोतिर यो बहस कलाले खालि सर्टिफिकेट लिनमा मात्रै मद्दत गर्दैन कि यसले चाहिँ व्यक्तित्व विकास विद्यार्थीहरूको आत्मविश्वासमा धेरै बहस गर्ने शैलीमा वृद्धि बोल्ने कलामा एउटा निखार सबै प्रस्तुत हुनेछ र त्यसले चाहिँ विद्यार्थीहरूको समग्र एउटा कानुनी व्यक्तित्व निर्माण गर्नेछ।
तपाईँलाई शुभकामना चाहिँ दिनु। धन्यवाद सर। अनि तपाईँले कन्स्टिट्युसन पनि पढाउनुहुन्छ, कम्पिटेटिभ पनि पढाउनुहुन्छ। अनि तपाईँलाई चाहिँ प्र्याक्टिस गर्दाखेरि फुटबल गर्दाखेरि चाहिँ आफ्नो स्टुडेन्टहरूले बहस गरिरहँदाखेरि चाहिँ तपाईँले कस्तो अनुभव भइरहेको छ? र डेफिनेटली यो एउटा राम्रो पक्ष हो र यसबाट चाहिँ स्टुडेन्टलाई उनीहरूको कानुनी व्यक्तित्व विकास, how to make a advocacy in front of the justice, and how to well prepare and logically yes, they prepare, they come with some of the facts and they present, they bring the precedents as well, and they go to the fact of the cases and then they powerfully present their logics, yes, over there. That is why त्यसै कारणले यो चाहिँ के हो त भन्दाखेरि चाहिँ it should be frequently happen on the monthly basis, yes, so that it makes the students refresh and they feel themselves as like a advocate, not only the students in the classroom. So it is a good practice. I am very happy to be here and to find my students are participating on the parts of the advocacy. Okay, thank you. Thank you sir. नमस्ते मनिषजी, तपाईँलाई यहाँ जातिको जन्ममा तपाईँलाई आफ्नो उताबाट हो घाम त गर्दाखेरि तपाईँले कस्तो महसुस गर्नुभयो? तपाईँको सायदै केही खर्च होला मुटकोडमा, सो तपाईँको एक्सपिरियन्स चाहिँ कस्तो छ अहिलेसम्मको के? यही प्रश्नको लागि धन्यवाद। यो मेरो जीवनको चाहिँ पहिलो अनुभव रहेको थियो आजको चाहिँ, र प्रेजेन्ट गर्दै गर्दाखेरि चाहिँ म केही हदसम्म नर्भस पनि भइसकेको थिएँ। र यो यस्तो मुटकोटहरूले गर्दाखेरि चाहिँ हामीलाई नयाँ कुरा सिक्नको लागि केही प्रेरणा दिन्छ भन्ने आश लिएको छु। र आजको गल्तीहरू अथवा यो जुन मुटकोट गरिएको छ यसबाट पनि हामीले केही कुरा सिकेर जान्छौँ जस्तो मलाई लागेको छ। र यो मुटकोटले गर्दाखेरि चाहिँ हामीलाई कानुनी प्रोसिड्युरल ल कसरी काम गर्छ भन्ने कुराको पनि अवगत केही हदसम्म हुन्छ जस्तो लागेको छ। र यसरी नै हामीले मुटकोट गरिराख्ने हो भने हाम्रो यो जुन हामीभित्र रहेको डर रहेको छ, यो कानुनलाई बेटर तरिकाले अन्डरस्ट्यान्ड गर्ने कुराहरू चाहिँ अझै अभिवृद्धि हुन्छ जस्तो लाग्छ। र यसले गर्दा सम्पूर्ण विद्यार्थीहरूको अन्डरस्ट्यान्डिङहरू बेटर भएर जान्छ जस्तो अनुभूति गरेको छु। तपाईँको टाइमको लागि थ्याङ्क यू मनी। अब हामीसँग अर्को प्रतिपक्षको हाम्रो अधिवक्ताजी हुनुहुन्छ, उहाँसँग केही कुरा गरौँ। सो तपाईँलाई चाहिँ आफ्नो पक्षलाई प्रेजेन्ट गर्दाखेरि चाहिँ प्रतिवादीको तर्फबाट तपाईँलाई कस्तो फिल भइरहेछ? प्लस तपाईँलाई मेबी द फर्स्ट तपाईँको है, तपाईँलाई चाहिँ कस्तो फिल भइरहेछ? मेरो सायद यही छ सबैलाई क्वेसन। सर्वप्रथम अब यो मुटकोट चाहिँ हामीले धेरै अगाडिदेखि चाहना थियो। फर्स्ट सेमिस्टरदेखि नै यसको विषयमा हामीले गरौँ भनेर गइरहेको थियो। त्यसले गर्दाखेरि चाहिँ यसपालि थर्ड सेमिस्टर पुगिसकेपछि यसो मुटकोटै गरौँ न एक्चुअली भन्ने विषय आएर यो मुटकोट गऱ्यौँ। त्यसको लागि हामी खुसी पनि छौँ। अनि तपाईँ एज अ एएलएलबी एसोसिएसनको हाम्रो प्रेसिडेन्ट पनि उहाँ हुनुहुन्छ। सो उहाँ सरले भनिसक्नु भएको छ, यो उहाँ सर पनि एकदम प्राउड हुनुहुन्छ यो एसोसिएसनले यसरी गर्दाखेरि मुटकोट गर्दाखेरि। सो तपाईँ एज अ प्रेसिडेन्टमा यसरी कसरी हेर्नुहुन्छ? पहिला अब यसमा म आफ्नो स्वयं मात्र पनि हेर्न मिल्दैन, मेरो सबै सहकर्मीहरू यसमा उति नै योगदान गर्नुभएको छ होइन। यसले गर्दाखेरि चाहिँ एउटा यो फाउन्डेसन बस्नु जसले गर्दा अब नयाँ आउने स्टुडेन्टहरूलाई पनि भयो। त्यसले गर्दाखेरि चाहिँ यो मुटकोट एकदमै एसेन्सियल भएर हामीले सक्सेसफुल्ली गर्न सक्यौँ पनि। अनि अघिको क्वेसन एउटा थियो हाम्रो प्रतिवादीको पक्षबाट हामी थियौँ है। प्रतिवादीको पक्षमा हामीले त्यो निर्णय गर्दाखेरि हाम्रो यो बसहरू हेर्दाखेरि चाहिँ हाम्रो कानुनसम्म चाहिँ हाम्रो एकदमै राम्रो मिलेको छ हाम्रो पक्षको। अब उता मिला भन्दा पनि प्रायः चाहिँ प्रतिवादीलाई गाह्रो के अरे प्रतिवादीलाई गाह्रो हुन्छ भन्ने सोचेको थिएँ मैले। हाम्रो प्रतिवादीलाई चाहिँ अलिक सहजै छ उता बाँधीको पक्ष हेरी। तपाईँले चाहिँ सोच्नु मतलब तपाईँको सोचाइमा चाहिँ अलिकति फैसला चाहिँ तपाईँहरूकै पक्षतिर हुन्छ लागिरहेको छ? पक्ष विपक्ष भन्दा पनि अब त्यो त न्यायाधीशमा मैले यो भन्नु मिल्दैन। हाम्रो बहसमा हामी बेस्ट गरेको छौँ, उताको बहसमा मलाई बेस्ट गर्नुहुन्छ। अब न्यायाधीशले के आधारमा भन्नुहुन्छ उहाँहरू। अदालतमा चाहिँ चिया पनि पाइयो।
खाना चाहिँ अलिक सक्दैन खाएको छ गाइस हामी मुखमा चाहिँ जाम धेरै वर्षदेखि भोग गरिआएको छ भने त्यस्तो खण्डमा चाहिँ त्यो व्यक्तिमा चाहिँ निहित रूपले चाहिँ लिगल स्वामित्व ट्रान्सफर हुन्छ। रामदुलारी चरण वैष्णवले चाहिँ त्यो जग्गालाई चाहिँ आफ्नो निजी सम्पत्तिको रूपमा चाहिँ प्रयोग गर्छ। मन्दिर सुरुमा रामदुलारीले बनाएको मन्दिर कटेरामा जबरजस्ती आएर चाहिँ शालिग्राम भन्ने चाहिँ भोगाधिकार गर्न थालेको यत्रो जग्गामा चाहिँ जबरजस्ती आएर चाहिँ त्यस पश्चात चाहिँ त्यहाँ अलरेडी मन्दिर र कटेरा भयो। तपाईँले त्यो भोगलाई मूल रूपमा भएको छ। र सबैभन्दा सुरु कुरा अधिवक्ता सुभाष कार्कीले के उठाउनु भएको थियो भन्दाखेरि उहाँले त यो 2007 सालमा जुन बगस पत्र वादी तथा प्रतिवादी कानुन व्यवसायीको बहस जिकिर समेत अध्ययन गर्दा प्रस्तुत मुद्दामा देहायका विषयमा निर्णय गर्नुपर्ने देखियो। जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नम्बर 8-9 नातिको समयमा कानुन बमोजिम प्रतिवादीकै नाममा भएको किचोला बनाएको वादीलाई केवल भोगाधिकार सम्पको स्वीकार गरेको तथा प्रतिवाद असाध्यको बकस पत्रबाट विवादित जग्गाको हक प्राप्त गरेको देखिन्छ। उक्त हकलाई अन्यथा प्रणाली माग कायम रहने ठहर्छ। वादीहरूको भोगाधिकारबाट स्वामित्व कायम हुन सक्ने हुँदा वादीको दाबी पुग्न नसक्ने ठहर्छ। अगाडि ध्यान अगाडि मुद्दा चाहिँ प्रतिवादीले जितेको छ। मेरो मतलब मैले पोजिसन पनि पाइनँ होइन। यस ओनरसिप त मेरो हो नि त मेरो। त्यही त तेरो ओनरसिप थियो मैले ओनरसिप क्लेम गरेको थिएँ तर तैँले नै पाइसक्यो के गर्नु। हाम्रो कलेजमा चाहिँ आज मुडकोट भएको थियो। मुडकोट भइसक्यो अहिले भर्खर र फैसला चाहिँ प्रतिवादीको तर्फमा आयो। प्रतिवादी चाहिँ यो हो म चाहिँ बारी हो होइन। हामी चाहिँ पक्ष थियौँ हाम्रो चाहिँ बस थिएन यो चाहिँ त्यस्तो हामी चाहिँ अर्कोचोटि गर्ने। मैले रेकर्ड गरेको कुराहरू चाहिँ अनि मतलब सरहरूको पनि भनाइहरू पर्सपेक्टिभहरू थोरै थोरै आएको छ तर अलिअलि मतलब साउन्ड चाहिँ राम्ररी आएको छैन। तर त्यो भनेको सुरुचोटि हो हाम्रो त्यही भएर हामीले सुधार्ने अब अर्कोचोटि गर्दा अझै राम्रो गर्ने। त्यही भएर केही गल्ती भयो भने माफ पाऊँ। मतलब मैले केही मिस्टेक क्वेसन सोध्यो भने सरी फर द्याट। अनि मतलब मैले पनि त्यस्तो भ्लग बनाएको छैन अहिलेसम्म। त्यस्तो अदालतमा बनाउनु पनि हुँदैन होइन तर मुड कोर्ट भएको कारणले हामीले चाहिँ बनाएको थियो। क्यामेरा अलो गर्नुभएको थियो त्यही भएर चाहिँ मैले क्लिप्सहरू पनि हालिदिएको छु होइन। अनि त्यसमा मैले कुनै त्यस्तो नराम्रो क्वेसन सोध्यो भने त्यसको लागि सरी। अनि तपाईँहरूलाई मतलब हाम्रो मुड कोर्ट देखेर चाहिँ कस्तो लाग्यो अनि त्यसमा पनि तपाईँहरूले प्रतिक्रिया दिनु होला अनि सजेस्ट पनि गर्नु होला मतलब कसरी गर्दा राम्रो हुन्छ भनेर। अर्को क्रिमिनल केसमा हामी सुधार्नेछौँ त्यसको लागि। अनि धन्यवाद। हाम्रो भन्ने कुरा चाहिँ यति नै थियो। सो माथि चाहिँ अलि धेरै हल्ला भएको कारणले गर्दा हामी चाहिँ यहाँ छौँ। अनि मेरो भ्लग हेरेर इन्जोय गर्नु होला। त्यस पछाडि एमएमसीको फर्स्ट मुड कोर्ट पनि हेर्नुहुन्छ तपाईँहरूले कस्तो भयो भनेर। सो तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्यो रिभ्यू प्लिज एन्ड कमेन्ट। अनि पछाडि सजेसनहरू पनि केही दिनु होला। अनि मेरो पक्षको लयरहरू यता हो होला पूर्णिमाको भ्लगलाई। यस गाइस यसलाई चिन्नु भएन भने यो सन्ध्या है सन्ध्या चस्मा लाउनु चस्मा लगाएँ आज। गाइस पूर्णिमाको भ्लगमा आज म सबैभन्दा कम देखिने व्यक्ति होला होइन। तर मलाई पोजिसनको अधिकार पनि तिमीहरूले दिलाएनौ यार। हामी अब पुनरावेदन गर सो मतलब यो त भ्लग मात्र हो तर भ्लगले पनि मतलब त्यस्तो केही अदालतको त्यस्तो केही पनि मतलब मैले केही त्यस्तो नराम्रो मेरो साथीहरूले केही नराम्रो बोलेको छ भने त्यसको लागि धेरै धेरै सरी। अनि थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। सरी है सरी है म त भनेकै सरी हाम्रो केही गल्ती नै छैन। भ्युअर्सहरूलाई क्या सरी है प्लिज। सरी गाइस सरी आइ एम रियली सरी। आइ एम सरी तर मैले सरी भनिनँ ल। द्याट वाज जस्ट
तर सरी नै हो सबैको तर्फबाट सरी तपाईँहरूले चाहिँ हामीलाई रिभ्यू दिन सक्नुहुन्छ सजेस्ट गर्न सक्नुहुन्छ सो त्यही हो गाइज आजको भ्लग चाहिँ यति नै सो बाई बाई आमन्त्रणलाई स्वीकार गरेर हाम्रो कानुन संकायका सहायक केन्द्र प्रमुख आफ्नो कक्षाका बाबु पनि रुचि राखेर कक्षालाई गर्नु सकेर यहाँ त्यसको लागि उहाँलाई तपाईँहरू सँगै साक्षात्कार हुने अन्तर्राष्ट्रिय कानुन पढाउने यहाँको राजनीति शास्त्रका वर्तमान कर्णधार देशका खण्डहरू जुन आजको यस जुन कार्यक्रम यसलाई इन्फर्मल भन्दा